हामी चाहिँ दाजुभाइहरू चाहिँ नि लामो समयदेखि एउटा दाजुभाइको भूमिकामा बसियो। नेपाली हामी चाहिँ भाइचाराको हिसाबले बसियो। आज लामो समयपछि हाम्रो सुमन भाइ चाहिँ हाम्रो यो रिसोर्टलाई बिट मार्दै नयाँ कार्यक्षेत्रतर्फ प्रस्थान गर्दैछन्। भाइको आगामी दिनहरू र आगामी चाहिँ नि बाटोहरू चाहिँ अझ उज्जवल होस्, अझ यहाँभन्दा राम्रो सोचेको र अझै प्रगतिका शिखरहरूले पाइला टेकुन् भन्ने शुभकामना सहित अब हामीले खासै केही गर्न नसके पनि भाइलाई चाहिँ सानो विदाई कार्यक्रम चाहिँ हामी यहाँ राजु दाइ हुनुहुन्छ, हाम्रो लाक्पा दाइ हुनुहुन्छ, गोले हामी सबै मिलेर अनि हामीले चाहिँ एउटा सानो विदाई कार्यक्रम हामीले सम्झना स्वरूप हामी जो जहाँ भए पनि एउटा यादगार पल बनाउनको लागि हामीले चाहिँ भाइलाई एउटा विदाई कार्यक्रम खासै केही गर्न नसके पनि यसरी गर्दैछौँ र हामी जो जहाँ भए पनि कन्ट्याक्टमा रहिरहनेछौँ भन्दै भाइलाई चाहिँ म खाताले चाहिँ सम्मान तथा फेरि भेटौँ विदाई तथा फेरि भेटौँला कार्यक्रम गर्न चाहन्छु। तपाईँले चाहिँ स्वागत गर्दै र हाम्रो चाहिँ यो माया साथ सपोर्ट स्नेह हौसला हामी जो जहाँ रहे पनि सदैव हुनेछ। यो हाम्रा जुन यादगार पलहरू छन् यी सदैव चाहिँ मनमा रहनेछन् भन्दै मेरो 2 शब्द यहीँ टुङ्गाउँछु। बाँकी लाक्पा दाइबाट र राज दाइबाट जानेछ। धन्यवाद। मेरो तर्फबाट त भाइलाई बेस्ट विशेस है एकदम नेक्स्ट च्याप्टरको लागि। ओके, अब नयाँ ठाउँमा जाँदैछ, राम्रो गर्नु होला। अनि के भन्छ जहिले पनि कन्ट्याक्टमा बस, किप इन टचमा बस्नु पर्यो होइन। दाजुभाइले चाहिँ कहिले छुट्नु हुँदैन है। आफ्नो टेक केयर गर, गुड लक भाइ है। ल है, बेस्ट विशेस ल है। ल धेरै धेरै धन्यवाद, भेट्नुपर्छ है। भाइलाई मैले एउटै कुरा भन्न चाहन्छु, दाजुहरूको हामी सबै दाजुहरूको तर्फबाट धेरै धेरै आशीर्वाद एकदम। अनि चाहिँ नयाँ ठाउँमा जाँदैछौँ, त्यो ठाउँमा चाहिँ गएर चाहिँ धेरै उन्नति प्रगति गर्दै जाऊ, अगाडि धेरै राम्रो होस्। भोलि सधैँ चाहिँ नयाँ कुराहरू अझै नयाँ कुराहरू सुन्न पाइयोस् भाइबाट, धेरै राम्रा कुराहरू। यही नै मैले धेरै शुभकामना दिन्छु ल भाइ है। जस भाइले यहाँ भन्दा पनि अझै प्रगतिको चाहिँ शिखरमा लम्किसके भन्ने चाहिँ शुभ खबरहरू छिटै सुन्न पाइयोस् है। यो भन्दै हाम्रो छोटो विदाई तथा कार्यक्रमलाई चाहिँ समापन नगरौँ। भाइ पनि भाइले पनि दिन्छ, कस्तो दिन्छ भन्दाखेरि यस्तो दिन्छ होइन। आदरणीय मेरा अग्रज दाजुहरू होइन, आदरणीय एकदम। म 2 वर्ष भयो होला, 2 वर्ष हुन लाग्यो, अर्को महिना यो 2 वर्ष हुन्छ। तर जुन पनि मैले साथ सपोर्ट पाएँ होइन, दाइहरूले हरेक फिल्डमा, म एउटा फिल्डमा, दाइ एउटा फिल्डमा, अब दाइहरू एउटा फिल्डमा होइन, हरेक सपोर्ट एकदम। कहिलेकाहीँ अब कपडा हुँदैन, वस्त्र हुँदैन, पोसाक हुँदैन, अब गाह्रो हुन्छ, दौडेर जानु पर्यो। दाइ यसो गर्दा आऊ भाइ छिटो लगाऊ, एउटा कुरो हुन्छ नि त दाइ, एकदम। दाइहरूले पनि धेरै हामीलाई प्रोटेक्ट गर्नुभएको छ होइन। हामी पनि कहिलेकाहीँ के अवस्थामा हुन्छ, कस्तो अवस्थामा हुन्छ, भाइ रुममा जाऊ है चुपचाप होइन। आजसम्म त घर पुग्नु पर्ने मान्छे हो, तर दाइहरूको सपोर्टले तपाईँहरूले पनि हामीलाई धेरै माया गर्नुभयो। एउटा छोटो समय थियो होइन, 2 वर्ष थियो, छोटो समय थियो, हामी मिल्यौँ, भेटघाट भयो दाइ, कसम मनबाट है। हाम्रो गोल दाइलाई नि एकदम, जो चाहिँ क्यामेरा बोकेर बस्नुपर्छ, दाइलाई पनि एकदम। यो किनकि यो प्रोफेसन हाम्रो एउटा के भन्छ अरे होइन, भिडियोमा समेट्न नसके पनि दाइलाई पनि हाम्रो एउटा प्रोफेसन हो। हाम्रो गोले पनि एकदम। अनि कस्तो हुन्छ भन्दाखेरि हामी यो होटल इन्डस्ट्री के होइन, त्यसमा आबद्ध छौँ होइन। अब हजुर एउटा डिपार्टमेन्टमा, हजुर एउटा डिपार्टमेन्टमा जे भए पनि लास्टमा के हो भन्दाखेरि यो एकदम त्यो चाहिँ हाम्रो मनको, तपाईँले मलाई माया गर्नुभयो, मैले तपाईँलाई आदर गरेँ होइन। सेम दाइलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सधैँ हाम्रो चाहिँ भाइचारा राम्रो रह्यो कि 2 सालको कार्यकाल भनेको एकदम राम्रो रहनेछ। अर्को कुरो मेरो दाइ के हो भन्दाखेरि, अब यो हाम्रो घर होइन, न तपाईँको घर हो न मेरो घर हो, हाम्रो घर त घर हो नि दाइ। कस्तो होइन, कहिले जाम हुन्छ घर होइन, घर होइन।
एक दिन सबैजना जानु छ आफ्नो आफ्नो घर, कोही ढिलो कोही चाँडो हुन्छ। सायद मेरो चाँडो आइदियो होला, म गएँ होइन। त्यस्तै हो क्या, एउटा सानो ऊ छ पृथ्वी, हामी भेट हुन्छ। अनि यो हाम्रो के अरे सम्बन्ध ठिक छ, यहाँ हाम्रो व्यावसायिक हिसाबबाट बाहिर चाहिँ हामीले हेर्दाखेरि एउटा नाता गाता कहाँ बिर्सिन्छ त? कमल कसै कहीँबाट सुन्यो नि कमल दाई भन्दा मेरो दाई हो त यार त्यो त यहाँ होइन, लाक्पा दाई भन्दा त नायका लगा पिसो के बोले राजु दाई भन्दा गोलेले पनि एक शब्द भन न, गोलेले पनि एक शब्द जाओस् न त। ल तिमीलाई मैले धेरै बचाएँ। नयाँ स्टेप चलिरहेछ, बेस्ट विशेष बेस्ट अफ लक। अब राम्रोसँग यसो गर्नु चाहिँ राम्रोसँग एकदम मिलाएर टक्क आफ्नो फ्युचरलाई चाहिँ एकदम बेस्ट गरेर त्यही तर यो सम्बन्ध कायम हाम्रो यो सानो भिडियो यो सम्झना स्वरूपको भिडियोलाई चाहिँ अन्त्य गर्न चाहन्छौँ। धन्यवाद, अर्को भिडियोमा भेटौँ ल।